आज हामी सेकेन्ड एपिसोडमा छौं। यो भन्दा पहिला हामीले एउटा सानो भिडियो बनायौं जसमा अलिकति इन्ट्रोडक्सनको कुरा गर्यौं, हामीले के हेर्छौं भनेर अगाडिको रोड म्यापहरु ब्रिफली हेर्यौं। अब आज चाहिँ हामी अलिकति भित्र छिर्छौं, जस्तै पिपको कुरा के हो, पिप भनेको के हो हैन, अनि युरो युएसडी। अब जस्तै हामीले यहाँ भनिहाल्यौ अस्ति चारवटा पेयर लिन्छौं हामीले, अनि युरो युएसडी इज इक्वल्स टु 1.18103 को मिनिङ के हो है। अनि त्यसपछि डेमो अकाउन्ट, सिम्पल है, डेमो अकाउन्ट कसरी खोलेर स्टार्ट गर्दै गर्ने, यो कुराहरु चाहिँ आज हामी यो एपिसोडमा डिस्कस गर्छौं। ल अब यो सुरु गर्दाखेरि हामीले के चाहिँ पहिला बुझौं भने सबैभन्दा पहिला युरो युएसडी, पहिला युएसडी को चार्टमा जाउँ। तपाईको युरो भनेको सबैलाई थाहा छ, युरोपियन करेन्सी को कोड हो, अनि युआर भनेको युएसडी भनेको के भयो, हाम्रो डलर को कोड भयो। भनिसकेपछि अब हाम्रो युरो युएसडी अलिकति राम्रोसँग बुझौं है। यो अलिकति हाम्रो त जिन्दगी स्ट्र्याटेजी भन्दैमा गयो, तर अलिकति डिप फन्डामेन्टल नबुझिकन सिधै स्ट्र्याटेजी लगाएर मार्केटमा केही हुनेवाला छैन है। त्यसका अलिकति राम्रोसँग बुझौं पहिला। ल अब जस्तै हामीले यो युरो युएसडी इज इक्वल्स टु यहाँ अहिले कतिमा छ, यो 1.18112 भनेको के हो है। यो कुरा मैले हजुरलाई रिसर्च गर्नु भनेको थिएँ, कतिले गर्नुभयो होला कतिले गर्नु भएन होला। यो भनेको के हो भने एउटा युरो इज इक्वल्स टु 1.18 डलर है। 1.18116 को चाहिँ अहिले के छ, चलिराखेको छ यति भ्यालुमा। 1 युरो इज इक्वल्स टु 80 युएसडी भनेको यो है। अब यहाँ अलिकति अर्को कुरा के बुझ्नुस् भने जीपीयूएसडी भनेको के भयो, सेम कुरा है हैन। जीपीयूएसडी भनेको के भयो, 1 जीबीपी इज इक्वल्स टु 1.35110 युएसडी डलर है। भनेको के भयो यहाँ हाम्रो यसरी हेर्दाखेरि तपाईको जीबीपी महँगो भयो कि युएसडी महँगो भयो हैन। तपाईको एउटा जीबीपी लिएर गयो भने 1.3, 1 जीबीपी लिएर गयो भने 1.35 हजुर डलर दिन्छ भनिसकेपछि के भयो, यहाँ जीबीपी को भ्यालु धेरै भयो डलरको भन्दा। त्यस्तै सेम कुरा युरोको है, डलरको भन्दा के छ, युरोको भ्यालु धेरै छ है। त्यो भनेको यो। अब यसको अर्थ के हो त, अब चार्टमा हामीले हेर्दाखेरि यहाँ अब यो रातो र हरियो क्यान्डलहरु देख्छौं, यसको अर्थ के हो त, जस्तै जीपीयूएसडी माथि जानुको अर्थ के हो, यो कुरा बुझौं है जहिले पनि। त्यही भएर हाम्रो के हुन्छ भने यो भन्दा अगाडि म एउटा सानो कुरा भनिदिहाल्छु, किनभने फेरि पछि यो कुरा बुझेन भने अलिक कन्फ्युज हुन सक्छ। तपाईको अहिलेसम्म हामीले के गर्यौं, स्टक मार्केट है। अब हामी केमा छिर्दै छौं, फोरेक्स। डिफरेन्स के हो, मैले हजुरलाई डिफरेन्स सोधे भने यसको डिफरेन्स के हो है। स्टक भनेको तपाईको के हो, स्टेप ल्याडर मार्केट हो। स्टेप ल्याडर मार्केट भनेको तपाई के भयो, यो भनेको टाइमको यो एक्सिस मानौ, अनि यो भनेको हजुरको प्राइसको एक्सिस मानौ। के हुन्छ इभेन्चुअली अथवा भविष्यमा के हुन्छ, तपाईको जति टाइम बित्दै जान्छ स्टक मार्केटको प्राइस बढ्दै जान्छ भनेको तपाईको अब 5 वर्षपछि नेप्से भनेको अहिले जुन 2700 छ 2600 छ, त्यो भन्दा माथि नै हुन्छ 5 वर्षमा या 3 वर्षमा है। तर त्यस्तोलाई के भन्छ, यो स्टेप ल्याडर मार्केट भन्छ। अब तर फोरेक्स भनेको के हो, फोरेक्स भनेको तपाईको जिरो लाइन मार्केट हो। यो टाइम भयो, यो प्राइस भयो, तपाई के हुन्छ, मार्केट जहिले पनि एकै ठाउँमा बस्न खोज्छ के, किन हो यसको अर्थ नबुझिकन त्यतिकै फोरेक्समा हाम फालेर मात्रै हुँदैन। स्टक मार्केट अगाडि बढ्नु भनेको देश अगाडि बढ्नु हो, बिजनेस अगाडि बढ्नु हो, इकोनोमी अगाडि बढ्नु हो हैन। नयाँ नयाँ बिलिनियरहरु, तपाईको बिलिनियर भनेको पैसा कमाएर तपाईको सामान बेचेर कोही पनि मान्छे बिलिनियर हुँदैन के है। यति कुरा चाहिँ मजाले बुझौं। उसको के हुन्छ, उसको कम्पनीको भ्यालु बढेर, राम्रोसँग सुन्नुस् है, तपाईको के हुन्छ भने सामान बेचेर आएको पैसा ब्याङ्कमा थुपारेर बिलिनियर हुने होइन, उसको कम्पनी के हो, भ्यालु बढेर हो। भ्यालु बढेर चाहिँ के हुने हो, ऊ बिलिनियर हुने हो, नेटवर्थ बढेर है। तपाईको के छ भन्दाखेरि जस्तै तपाईले एउटा कम्पनी खोल्नु भयो, एक्जाम्पल है, यो एउटा कम्पनी तपाईले के खोल्नु भयो, ल मानौं 5 लाख लगानी गरेर एउटा कम्पनी खोल्नु भयो। अब कसैले त्यो कम्पनीलाई हजुरलाई 10 लाख दिन रेडी छ भनेको त्यो कम्पनीको भ्यालु चाहिँ के छ, 10 लाखको छ, लगानी चाहिँ 5 लाखको मात्र भयो, तर यो कम्पनीको फ्युचर एकदम राम्रो छ र भ्यालुएसन के भयो, 10 लाखको भयो भने त्यो कम्पनीको नेटवर्थ कति भयो, 10 लाख भयो। किनभने भोलि कम्पनी बेच्दाखेरि हजुरलाई आउने पैसा भने कति भयो, 10 लाख भयो
है। यो कुरा चाहिँ बुझौँ यसरी। त्यो भने के हो, जो मान्छे बिलिनियरको भ्यालुएसनले हुने है। तपाईको त्यही भएर के हुन्छ, स्टक मार्केट बढ्नु भनेको मान्छेहरू बिलिनियर हुँदै जानु हो, तपाईको देशको इकोनोमीहरू बढ्नु हो, देश अगाडि बढ्नु हो। त्यही भएर यो भविष्यमा अगाडि बढ्नै पर्छ। यदि देश अगाडि बढ्ने हो भने है, इन्डियाको गएर हेर्नुस्, अमेरिकाको हेर्नुस्, हरेक कुराहरू गरेर हेर्नुस् हैन। तपाईको 10 वर्ष अगाडिको मार्केट र अहिलेको डिफरेन्स हेर्नुस्। जस्तै यो भने के भयो, यहाँको नेप्से भनेको जस्तो बाहिरको मार्केटमा मैले अगाडिको भिडियोमा भनिसकेँ, S&P 500 वटा कम्पनीहरू, मेन कम्पनीहरू है, तपाईको स्टकमा लिस्टेड भएको 500 वटा कम्पनीहरू भनिसकेपछि यसमा म अब के गएँ, मन्थ हेर्नु है, 1 मन्थको चार्टमा गएँ। म 1 मन्थको चार्टमा गइसकेपछि के छ, ल हेर्नु 2020 मा कहाँ थियो मार्केट, यहाँ छ, कोरोनाको बेलामा। अहिले कहाँ छ, यहाँ छ। यो जुनै देशको पनि हेर्नुस् के, यदि त्यो देश अगाडि बढेको छ कि छैन भनेर हेर्दाखेरि यसरी स्टक मार्केट हेरे हुन्छ क्या। अब यसमा अब हामीले के गर्यौँ, नेप्से हेऱ्यौँ। नेप्से भनेको तपाईँको के छ, यो सबैलाई फालौँ ल हेरौँ है राम्रोसँग। नेप्से भनेको के छ, सिम्पल। अहिले के छ तपाईँको यहाँ हेर्नु, अरू तपाईँको इन्डियाको अल टाइम हाई, अमेरिकाको अल टाइम हाई, किनभने उनीहरूको इकोनोमीहरू बुम भइराखेको छ। त नेप्से भनेको त यो देश अलिकति अनस्टेबल भएर के छ, यसले अल टाइम हाई हान्न सकिरहेको छैन। अब तपाईँको फ्युचर यसले राम्रो देख्यो भने यसले अब छिटै नै अल टाइम हाई पनि हान्न चाहन्छ। यसले अल टाइम हाई हान्नु भनेको के हो, देश अगाडि बढ्नु हो कि। ल हेर्नुहोस् है, तपाईँको नेपाल जस्तो है, अब तपाईँको यहाँ हेर्नुहोस् त, हाम्रो नेताहरूले कति घुस खाए, कति भ्रष्टाचार गरे, र पनि के छ, मार्केट बढि नै राखेको छ नि त। अरू विदेशको मार्केट जस्तो बढ्न नसके पनि इभेन्चुअली बढेको त छ नि त। हो, यसलाई भन्छ स्टेप ल्याडर। एक स्टेप गयो तल झऱ्यो, 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 फेरि एक स्टेप जाँदैछ। यसलाई भन्छ स्टेप ल्याडर मार्केट। तर यो कुरा तपाईँको के हुन्छ, फोरेक्समा हुँदैन। फोरेक्समा चाहिँ तपाईँको के हुन्छ, ल अब यही मन्थको चार्ट है, यहाँ हेर्नुहोस् है, यो यम भनेको मन्थ भयो। अब यसमा हामी हेरौँ युरो युएसडी। अब तपाईँको युरो युएसडी ल हेर्नुहोस् त के छ युरो युएसडी। तपाईँको मैले यहाँ बिचमा लाइन ताने हैन, यी छ नि त, माथि जाँदाखेरि तल आउन खोजेको छ, तल आउँदा माथि जान खोजेको छ, माथि तल आउन खोजेको, फेरि तल गयो फेरि माथि आउन खोजेको छ। यसलाई भन्छ जिरो लाइन मार्केट। बुझ्नु पर्यो नि पहिला आफूले केमा हात हाल्दैछु। अब यसमा हजुरले इन्भेस्ट गर्छु भनेर हुन्छ, यसमा हजुर तपाईँको स्टक मार्केट जस्तो मैले अहिले के अरे यसमा 10,000 लगानी गरेर छोडिदिन्छु युरोमा भनेर हुन्छ। अब यहाँ हुँदैन। फोरेक्स भनेको कम्प्लिटली ट्रेडिङको लागि मात्रै हो है। त्यही भएर फोरेक्समा छिरेको छ अनि म इन्भेस्टर बन्छु भने त वाइ त त्यो मान्छेको छैन नलेज, यहाँ देखिराखेको छ त्यही है। तपाईँको के छ, ल अब अर्को हेरौँ, ब्रिटिस पाउन्ड हेरौँ। यहाँ ब्रिटिस पाउन्ड के छ, सिम्पल जुनै मार्केट हेर्नुहोस् न, मैले बिचमा यहाँ कतै लाइन ताने के छ, माथि गयो तल आउन खोजेको छ, तल गयो के अरे माथि, अनि तल आयो माथि आउन खोजेको छ, फेरि तल छ माथि आउन खोजेको छ। अब तपाईँले हेर्नुहोस् न, यहाँ 1978 आज 2025 हो, 1978 मा तपाईँले इन्भेस्ट गरेको भए के हुन्थ्यो, यहाँ 1978 मा आज त घाटामा हुनुहुन्थ्यो नि त। भन्छ इन्भेस्ट गर्ने ठाउँ होइन फोरेक्स मार्केट भनेको। यति कुरा चाहिँ पहिला क्लियर हुनु पर्यो। स्टक मार्केट भनेको इन्भेस्ट गर्ने ठाउँ हो। हामीले इन्भेस्ट गर्ने प्लेटफर्ममा आजसम्म ट्रेडिङ गर्दै थियौँ, तर अब तपाईँ फोरेक्समा छिर्दै हुनुहुन्छ भने कम्प्लिटली ट्रेडिङ मात्रै हुनु पर्यो। यसमा तपाईँको मेन्टालिटी त्यतिकै स्टकमा एउटा स्टकमा कमाएको छ, अनि स्टेप ल्याडर मार्केट त जसरी कमाइहाल्छ, स्टेप ल्याडर मार्केटको त जसरी पछि माथि नै जाने हो त। त्यो बेलामा हजुर यो बेलामा झुकेर परेको अनि यो बेला कमाएको छ अनि यो मार्केटमा छिर्छु भन्छ है। तपाईँको यो च्याट जीपीटीलाई गएर सोध्नुहोस्, तपाईँको फोरेक्स मार्केट भनेको यो ट्रेडिङ है, स्पेशली ट्रेडिङ भनौँ। ट्रेडिङ भनेको दुनियाँमा टप 10 भित्र पर्ने हार्डेस्ट स्किल हो कि। टप 10 भित्र पर्ने हार्डेस्ट स्किल हो। गएर च्याट जीपीटीमा सोध्नुहोस्। रकेट साइन्ससँग, हेल्थको इन्डस्ट्रीसँग कम्पेयर गर्दाखेरि तपाईँ के छ, वर्ल्डकै टप 10 भित्र पर्ने हार्ड स्किल, एकदमै डिफिकल्ट, गाह्रो। अनि त्यतिकै हावानातामा त्यो के अरे त्यो जाइरहेको पैसा लगेर स्टक मार्केटमा हालेको छ, अनि त्यो हरियो भयो कि रातो भयो भनेर टाउको। तपाईँ कुन फिल्डमा हुनुहुन्छ पहिला सोच्नुहोस्। स्टक मार्केटमा त एटलिस्ट 5 जनाले खान लाउन पुऱ्याउँछन् 100 जनामा। फोरेक्स मार्केट भनेको 1 जना। यो गएर आफूले राम्रोसँग रिसर्च गर्नुहोस्। तपाईँको भन्नलाई कति भन्छ, तपाईँको लगभग 4 देखि 5 जनै भन्छ। तर 5 जना के हुन्छ, 3 जना भनेको लगभग ब्रेक इभन हुन्छ। 95 त त्यो लसै गर्ने हुन्।
ती खाइ नपाइसँग त्यतिकै त्यो माउसको भरमा पैसा कमाइन्छ भनेर आउने खालका हुन् ती 95% भनेको। अनि त्यो मध्ये यो 100मा 95 जना अनि बाँकी रहेको 5 जनामा 3 जना चाहिँ के हो उनीहरू लस भएको चाहिँ हुँदैन, कभर गरेको हुन्छ, ब्रेक इभन भन्छ यसलाई है। अनि बाँकी रह्यो 2 जना, 2 जनामा नि के हुन्छ, एक जना चाहिँ के हुन्छ जस प्रफिट कमाएको त हुन्छ तर उसले ट्रेड गरुन्जेलसम्म ठिक छ, ट्रेड गर्न छोड्यो भने फेरि गयो, जस आफ्नो खर्च चाहिँ बल्ल बल्ल धानेको हुन्छ। र बाँकी एक जना हुन्छ जसले चाहिँ के छ आफ्नो युगलाई भनेको आफ्नो जुन पुस्ता छ आफ्नो जेनेरेसनलाई पुग्ने पैसा चाहिँ उसले ट्रेडिङबाट कमाउन सक्ने क्षमता छ र कमाइराखेको हुन्छ। यो मैले भनेको होइन हजुरलाई फेरि सर यो आफ्नो लजिक लगाउनु होइन, यो मैले तपाईको टप ब्रोकर हैन, टप ब्रोकरहरुको भित्रको मान्छेको है, मैले अब यत्रो 6-7 वर्षसम्म यसैको रिसर्च गर्दै बसेँ। टप ब्रोकरेज हुन्छ, ब्रोकरेज फर्महरु हैन, जसले अहिलेसम्म मिलियन बिलियन डलर कारोबार गरेको छ, त्यो ब्रोकरेज फर्मको भित्रको मान्छेको इन्टरभ्यु हेरेको मैले है तपाईको। अनि त्यो ब्रोकरेज फर्ममा त्यत्रो मिलियन बिलियन डलर कारोबार हुनेको भित्रको मान्छेले लिएर आएको डेटा हो यो। 100 जनामा 5 जना चाहिँ तपाईको ठीक छ 95 चाहिँ लस हो, 5 जना चाहिँ ठीक छ, 5 जना मध्येमा 3 जना चाहिँ लस हुन सकेको छैन, कमाउन सकेको छैन। बाँकी 2 जनामा 1 जनाले अलिअलि खर्च धानिरहेको छ, तर भोलि ट्रेड छोड्यो भने पर्सिबाट त्यो मिस्त्री जस्तो काम गरुन्जेल हैन, बिहान खाए बेलुका उडायो भन्ने त अब तपाईको नेपालमा त्यस्तै छ चलन हैन। अब यो के अरे मिस्त्रीहरु जस यो लेबर काम गर्ने त्यो लेभलको, अनि बाहिरी बल्ल एकजना चाहिँ के हुन्छ जसले चाहिँ जेनेरेसनल वेल्थ क्रिएट गर्नलाई सकेको छ। अनि यो मार्केटमा तपाई छिर्दै हुनुहुन्छ। अब किन छिर्दै हुनुहुन्छ भन्दाखेरि नेप्सेमा इन्ट्राडे गर्न मिलेन। ओहो यसमा कमाउनु हुन्छ हजुरले, अब छिर्नु रिजन सुन्न पर्छ। अब हाँस्नु कि रुनु, नेप्सेमा इन्ट्राडे छैन, म फोरेक्स इन्ट्राडे गरेर कमाउँछु। कमायो पैसा, उसैको लागि बन्देको मार्केट त्यही माथि नेप्से त तपाईको कमाउन नसक्ले अब फोरेक्समा आएर कमाउन खोजिरहेछ है। त्यसकारण चाहिँ अलिकति पहिला हजुर ट्रेडरै हो कि हैन, ट्रेडरै बन्न आएको हो कि हैन, यसमा धेरै दुःख छ है। मेरो अहिले के अरे चस्मा लगाएर पढाइराखेको छु। मेरो पावर अहिले तपाईको यो ट्रेडिङ गर्नु अगाडि थोरै थियो, अलिकति सानो आँखामा समस्या भएर लगाएको थिएँ, अहिले बढेर धेरै छ। किन भन्दाखेरि ट्रेडिङले गर्दाखेरि स्याक्रिफाइस कुन लेभलको चाहिन्छ, कुन लेभलको हार्डवर्क चाहिन्छ है। त्यसकारण त्यो त्यतिकै छिर्ने काम चाहिँ नगरौँ। म यहाँ तपाईलाई फोरेक्स ट्रेडिङ छिर्नुस् भन्न आएको चाहिँ होइन, तपाई नछिर्नुस् भन्न आएको म खास, किनभने यति गाह्रो छ है। अब यदि छिर्नु नै हुन्छ भने, गर्नु नै हुन्छ, दुःख गर्न रेडी हुनुहुन्छ भने अनि उहाँहरुको लागि चाहिँ स्पेशली मैले यो भिडियो यसरी बनाइराखेको छु। भनिसकेपछि त्यो कुरा चाहिँ बुझ्नु पर्यो। अब किन जिरो लाइन मार्केट त यो, अब हामी टपिकमै फर्क्यौं। तपाई किन जिरो लाइन मार्केट भन्दाखेरि ल हेर्नुस् है, जस्तै मैले बिचको लाइन बनाएको थिएँ, माथि जाँदाखेरि तल आउन खोज्छ, तल आउँदाखेरि माथि जान खोज्छ, यसरी हिँड्छ फोरेक्स मार्केट। अब तपाईको स्टक मार्केटहरु भनेको यसरी हिँड्छ हैन, ओभर लङ टर्ममा। किन यो यसरी हिँड्छ भन्दाखेरि यो हामीले एउटा पेयर लिम युरो युएसडी राम्रोसँग बुझौँ है। अब कुरा राम्रोसँग बुझौँ, तपाईहरुले बुझ्नु नै छैन, सिधै स्ट्र्याटेजी सरले भनिदिनु भन्दा भोलिबाट म करोड कमाउँथे, कमाउनु भयो करोडौं हैन। कस्ता ब्याङ्कका ट्रेडरहरु उहाँ फेल भएर कति डिप्रेसनमा गएका छन्। अब हजुरले अब सिधै त्यो नेप्सेमा एउटा स्टकमा 2% कमाएर यहाँ आएर कमाउँछ भने चाहिँ नसोचे हुन्छ है सपनामा पनि। ल हेर्नुस् यहाँ जो अलिकति सिरियसली लाग्नुहुन्छ उहाँहरुको लागि यो भिडियो। तपाईको यो माथि जानु भनेको के हो, युरो युएसडी है, यो युएसडी को चार्ट मानौ। तपाई के छ, यो जिरो लाइनबाट मार्केट के छ माथि जानु भनेको युरो बढ्नु हो, यसको अर्थ के भयो, डलर घट्नु हो। यो कुरा चाहिँ बुझ्नु पर्यो के हजुरले पहिला। त्यही भएर मार्केट जहिले पनि के छ, युरो बढ्नु भनेको आफैमा फाइदा पनि हो बेफाइदा पनि हो, युएसडी घट्नु भनेको आफैमा फाइदा पनि हो बेफाइदा पनि हो है। युरो बढ्दाखेरि के छ, तपाईको बाहिरी लगानीकर्ताहरुले यहाँ इन्भेस्ट गर्न रुचाउँछन्, किन भन्दाखेरि युरोको भ्यालु हाई छ है। तर के छ फेरि त्यो युरोपबाट सामान मगाउनु छ भने उनीहरुलाई महँगो परिरहेको हुन्छ। त्यही भएर उनीहरुले के छ, युरोपबाट सट्टा बरु त्यही क्वालिटीको अरु कन्ट्रीबाट उनीहरुले इम्पोर्ट गर्न खोज्छ के, किन भन्दा त्यहाँको प्राइस त हाई छ। युरो घट्यो भने फेरि इम्पोर्ट गर्न चाहिँ ठीक छ, मान्छेहरुलाई खुसी हुन्छ किनभने सस्तोमा पाइरहेको छ। तर फेरि अब बाहिरी मान्छेहरु लगानी गर्न खोज्दैन किनभने युरोको भ्यालु त घटेको घटै छ
है। यसरी चाहिँ तपाईको इम्पोर्ट एक्सपोर्टमा यसरी बढ्नु पनि एउटा लेभलसम्म बढ्नु फाइदा हो, तर धेरै बढ्यो भने घाटा हो। एउटा लेभलसम्म घट्नु फाइदा हो, धेरै घट्यो भने घाटा हो। त्यही भएर जिरो लाइन मार्केट यो बिचमा बसिराख्यो भने यो के हुन्छ, स्टेबल हुन्छ है। यो बिचमा भनेको यो 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 अब तपाईलाई लाग्ला यो बिचमा यो कसरी बसिरहेको छ त्यो मार्केट, यो के हजुर हामीले गर्दा बसेको? हामी त फोरेक्स मार्केट नेप्से भनेको हाम्रो मार्केट हो, स्टक मार्केट हाम्रो मार्केट हो, फोरेक्स भनेको हाम्रो होइन। हामी भनेको त एउटा सानो सिद्रा, त माछा नि सानो प्रजातिको माछा हुन्छ जुन सिद्रा भन्छौँ हामीले, सिद्रा हो हामी। बिग व्हेल, बिग व्हेलले चलाउने मार्केट हो। हामीले थोरै यसलाई बिचमा यसरी स्टेबल बनाएर राख्न सक्छौँ। बिग व्हेल भनेको के हो, दुनियाँको सबसे बडा एकदम ठुल्ठुलो ब्याङ्कहरू, इन्स्टिट्युसनहरू, हेज फन्डहरू, उनीहरूको मार्केट हो। उनीहरूको भित्र छिरेर हामीले साइकोलोजी बुझेर अनि बिचबिचमा यसो अलिअलि मुभ लिएर आउने हो हामीले। तपाईँको लगभग 6.6 ट्रिलियन गरेर मजाले सर्च गर्नु, 6.6 ट्रिलियन एक दिनमा कारोबार हुन्छ के, 6.6 ट्रिलियन डलर, ट्रिलियन डलर है। नेपालमा त यसको शब्दै छैन होला, ट्रिलियन डलरलाई कति भन्छ है। तपाईको 6.6 ट्रिलियन डलर एक दिनमा कारोबार हुने हो। यसमा रिटेलरको कति छ, 200 बिलियन, 200 देखि 300 बिलियन, बिलियनमा है, बिलियन डलर भनेको 200 देखि 300 खर्ब नेपाली हुन्छ रिटेलरको। 6.6 ट्रिलियन डलरमा 200 देखि 300 बिलियन डलरको रिटेलरको कारोबार हुन्छ। रिटेलर भनेको हामी जस्तो मान्छेहरू, जसले यो बिग व्हेल, हामी सिद्राहरूले चाहिँ यो 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 बिग व्हेलको चाल बुझेर अनि फाइदा उठाउने हैन। त्यो तपाईँ हामीले राख्न सक्ने मार्केट हो नि। यो बिचमा यो बिग व्हेलले राख्छन् अनि हामीले चाहिँ यही बिचमा माथि जाँदाखेरि तल आउँछ कि भनेर अलिकति फाइदा कमाउने बाटो हेरियो, तल जाँदाखेरि माथि जान्छ कि भनेर फाइदा कमाउने बाटो हेरियो। त्यसकै लागि हामीले स्ट्राटेजीहरू बनाउने हो। स्टक मार्केट जस्तो सजिलो छैन। अब नेप्से कहाँको उहाँ अर्बको कारोबार हुन्छ भने 5 अर्बको भयो भने 5 अर्ब भनेको कति हो तपाईँको 1 मिलियन भनेको डलरमा भनौँ है, 1 मिलियन भनेको 10 करोड भयो डलरमा, 1 मिलियन डलर भनेको 10 करोड भयो, 10 मिलियन भनेको 1 अर्ब भयो भने चाहिँ लगभग 50 मिलियन डलर। सुन्नुहोस् है राम्रोसँग, 50 मिलियन डलरको मार्केटबाट त्यो मान्छे 6.6 ट्रिलियन डलरमा छिर्दैछ, जसमा हामी जस्तो सिद्राहरूको कारोबार 200 देखि 300 बिलियन डलर हुन्छ, 200 देखि 300 बिलियन डलर हुन्छ। जहाँ चाहिँ फेरि नेप्सेमा के छ, 50 मिलियन डलर चाहिँ तपाईँको यहाँ चाहिँ फेरि बिग व्हेल भने पनि जो भने पनि यही भित्र छन्, फेरि 50 मिलियन डलर भित्रै छन्। अनि यो 50 मिलियन डलरको यो 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 भित्रको सिद्राको बच्चाहरू आएर अनि यो मार्केट 200 देखि 300 बिलियन डलर जुन चाहिँ यो नेप्सेको लागि त यो इतिहासै हो। यो सायद हामी बाँचुन्जेल यत्रो कारोबार नहोला नेप्सेमा एक दिनमा है। अब देशले अब आजको भोलि काय पलट फर्क्यो भने त अर्कै कुरा, नभए नहोला यति। किन बाहिरको मार्केट त तपाईँको यो S&P 500 त 70-80 बिलियन डलर हुन्छ हैन। अनि यसमा काम छिर्न खोजेको छौँ, जुन फेरि आफैमा एउटा के हो, सिद्रा हो यो। किन भन्दा बिग व्हेल त 6.6 ट्रिलियन डलर भित्र छ भने सोच्नुहोस्, तपाईँलाई मार्केटले कमाउन दिन्छ, त्यसै लाग्छ 7 वर्ष 6 वर्ष है। त्यही भएर जो सिरियसली फलो गर्नुभएको छ, जो एकदम डिपली म लाग्छु भनेर जानुभएको छ, उहाँहरूको लागि चाहिँ मैले दुःख गरिदिँदैछु है। त मलाई 6 वर्ष लाग्यो 7 वर्ष लाग्यो, तपाईँलाई लाग्दैन त्यो चाहिँ, यो ग्यारेन्टी नै हो सिक्न खोज्नेहरूको लागि। तर अलिकति आफू ट्रेडर हो कि होइन पहिला बुझेर आउनुहोस्, यसलाई टाइम चाहिन्छ है। त्यसकारण के भयो, यो भनेको के भयो, जिरो लाइन मार्केट भयो तपाईँको। यो स्टक मार्केट हुन्छ स्टेबलाइजर मार्केट भयो है। अब यसमा कुरा गरौँ यो पिप है, सिम्पल है। पिपको लागि चाहिँ म धेरै टाइम लिदिनँ। तपाईँ के हुन्छ नि, यसमा कसरी किन्ने त, उहाँ किताले किने जस्तो यहाँ हामीले लटमा किन्ने हो। जस्तै नेप्सेमा हामीले 100 किता 200 किता भनेको जस्तो यहाँ के हो, 1 लट 2 लट है। राम्रोसँग बुझौँ है। तपाईँको लट पनि के हुन्छ, एउटा स्ट्यान्डर्ड लट हुन्छ, अर्को हुन्छ मिनी लट हुन्छ, अनि अर्को हुन्छ माइक्रो लट हुन्छ हैन। यस्तै तपाईँको न्यानो लट हुन्छ। त्यो बुझौँ है मजाले। त के हो, स्ट्यान्डर्ड, मिनी, माइक्रो, न्यानो है। यो अब जस्तै स्ट्यान्डर्ड लट भनेको के हो, स्ट्यान्डर्ड लट भित्र तपाईँको 1 लाख युनिट हुन्छ, अथवा यो नेप्सेको भाषामा किता हुन्छ, 1 लाख किता हुन्छ यहाँ है। तपाईँको युनिट भन्छ बाहिर चाहिँ, स्ट्यान्डर्ड लटमा 1 लाख किता हुन्छ। हामी भनेको माइक्रो या न्यानोमा खेल्ने मान्छे हो है। किनभने यिनीहरू भनेको के भयो, तपाईँको 1000
हैन 1000 किता 100 किता बुझ्नुस् है। फेरि तपाईको के लाग्ला 1000 100 त मैले यहाँ नेप्सेमै 50,000 किता किनेर आउँछु, त्यस्तो होइन के। बाहिर मार्केटमा लेभरेज हुन्छ। अलिक राम्रोसँग बुझ्नुस् यो कुरा। लेभरेजको कुरा चाहिँ म अर्को भिडियोमा भन्छु। लेभरेज अहिले आज भ्याइदैन किनभने यहाँ मैले अरू कुराहरू आज यो लेखेको कुराहरू म भ्याइदिइहाल्नु पर्यो हैन। यो लेभरेजको अर्को भिडियोमा पढौँला। बाहिर भनेको तपाईको माइक्रो या न्यानो लट भनेको धेरै हो, किनभने बाहिर लेभरेज युज गर्न मिल्छ। लेभरेज भनेको के हो, कसरी युज गर्ने कुरा अर्को भिडियोमा गरौँला है। त्यस्तै के भयो 1 लट इज इक्वल्स टु यहाँ बुझ्नुस् है। 1 लट इज इक्वल्स टु तपाईको के भयो 1 लाख युनिट अथवा 1 लाख किता हैन। अनि तपाईको 0.1 लट भनेको के भयो मिनी लट, अनि 0.01 भनेको के भयो माइक्रो लट, अनि न्यानो लट भनेको 0.001। हामीले यसरी अब होला कति किता किन्ने हो, जस्तै 100 किता किन्ने हो भने तपाईँ 0.001 मा जान पर्यो। 1000 किता किन्ने हो भने 0.01 किन्न पर्यो हैन। तपाईको 10,000 किन्ने हो भने यो मिनिमम भनेको 10,000 भयो। यो मिनी लट सरी मिनिमम भनेको मिनी लट भनेको 10,000 भयो। त्यो 10,000 0.1 लट किन्न पर्यो है। यसरी चाहिँ हामीले के गर्छौँ, हाम्रो जस्तै तपाईको मैले के गरेँ ल मान यसलाई ट्रेड गरेँ है। ट्रेड गरिसकेपछि के भयो हामीले ल जस्तै मार्केट हाम्रो अहिले यहाँ छ। अब हामीले के गर्यौँ स्टप लस चाहिँ कतै यता सेट गर्यौँ भने यहाँ हेर्नुहोस् युनिट है। अब रिस्क चाहिँ अब आफ्नो कति हो, जस्तै आफ्नो पोर्टफोलियोको हल्ला 5% लिन छ। 5% लिन छ भने यो भने कति युनिट भयो 8434 युनिट भनेको हामी केमा पर्यौँ 8000 भनिसकेपछि लगभग हामी केमा पर्यौँ मिनी लटमा पर्यौँ। किन भन्दाखेरि यो मैले यहाँ तपाईलाई डेमो ट्रेड यो डेमो एकाउन्ट खोलेको छु हैन। डेमो एकाउन्ट भनेको $10,000 को खोलेको भएर है। $10,000 तपाईको छ भन्दा तपाईले मिनी लटसम्म खेल्न पाउनुहुन्छ, किनभने तपाईको रिस्क 5 या अब 2% भनौँ हैन। धेरै त लिन पाएन। 2% भनेको तपाईको 3373 छ भनिसकेपछि 3000 भनेको मिनी या माइक्रो लट भनौँ। ल हेर्नुस् $10,000 छ भने बल्ल हजुर के हो माइक्रो लटमा खेल्न पाइयो, किनभने माइक्रो भनेको 1000 भयो, 1000 युनिट भयो। यहाँ अब 3000 सम्म किन्ने भनेको यसैको यो के भयो 0.03 0.01 भनेको 1000 हो भने 0.03 भनेको 3000 है। माइक्रो लट मिनी पनि हैन माइक्रो लट $10,000 हुनुहुन्छ भने बल्ल माइक्रो लटमा खेल्न पाउनुहुन्छ। $1 लाख छ भने बल्ल मिनी लट, अनि 1 मिलियन भन्दा बढी छ भने बल्ल स्ट्यान्डर्ड लट है। त्यही भएर आफ्नो पैसा कति छ कति खेल्न सकिन्छ त्यो अनुसार हेर्न पर्यो। यो आजको भोलि त्यो लाखौँको त्यस्तो हुँदैन के। जति थोरै खोले त्यो के जति थोरैमा खेले त्यति थोरै प्रफिट हो, त्यति थोरै लस हो है। त्यसरी चाहिँ पहिला राम्रोसँग बुझ्नु पर्यो। यसरी चाहिँ हामी के गर्छौँ यहाँको के अरे यो नेप्सेमा किता किनेको जस्तो यहाँ हामीले यसरी लटमा किन्छौँ। लटमा किन्दाखेरि के हुन्छ यो यति लट भनेको यति 1000 हो। जस्तै 1 लट भनेको 1 लाख किता हो, 0.1 भनेको 10,000 हो, 0.01 भनेको 1000 हो, 0.001 भनेको 100 हो। यो रिसर्च गर्नु है। यो भनेको मैले यो 6-7 वर्ष अगाडिको नलेजहरूलाई मैले यहाँ अहिले हजुरलाई भनिदिँदैछु। यहाँ अलिकति कतै तपाईको हेरफेर हुन सक्ला, त्यो आफैले रिसर्च गर्नुहोस्। तर मैले हजुरलाई बुझाउन खोजेको कुरा चाहिँ यसरी बुझ्नुहोस् राम्रोसँग है। अनि के भयो अब त्यही भएर हामीलाई के भयो पिपको हामीलाई किन इम्पोर्टेन्ट छ भने पिप भनेको तपाईँ के भयो पिप भनेको के हो पर्सेन्टेज इन पोइन्ट। जस्तै नेप्से तपाईको 200 देखि 205 मा गयो भने कति भयो 5 पोइन्टले बढ्यो हैन। अब विदेशको भाषामा के भनिन्छ त्यसलाई 5 पिपले बढ्यो अथवा 5% इन पोइन्टले बढ्यो र यसरी हेरिन्छ हामीले। ल राम्रोसँग सुन्नुस् है। म यसलाई अझ एकचोटि रिफ्रेश गरेर देखाउँछु तपाईको। हाम्रो पिप भनेको अब हामीले कसरी हेर्छौं भन्ने कुराहरु पढ्नु चाहिँ अलिकति यसलाई फाल्नु सबै। ल हेरौँ है। जस्तै के छ भने तपाईको यो हेर्नु है 1.35065 छ 1.35065 भनिसकेपछि पिप भनेको तपाईको के भयो जहिले पनि हेर्नुस् है फर्स्ट नम्बर जस्तै फर्स्ट नम्बर के छ यहाँ 1 छ त्यो भन्दा यताको 4 नम्बर 1 2 3 4 भनेको के छ 6 छ हो। यो 6 भनेको के हो तपाईको पिप क्याल्कुलेसनको स्टार्टिङ पोइन्ट हो। राम्रोसँग बुझ्नुस् है। यो कुराहरु बुझिएन भने काम छैन। यहाँ हेर्नुस् है। जस्तै के छ 1.35065 छ। हामीले हेर्दाखेरि के हेर्नु पर्यो पहिलो नम्बर यहाँ 1 छ यो पछिको 4औं नम्बरमा भएको नम्बर कुन हो 3506 भनेपछि 0 यो 6 चाहिँ के भयो हाम्रो 4औं नम्बरमा भएको हो। यो चाहिँ हाम्रो के भयो पिपको भ्यालु भनेको के भयो यसमा 6 छ। अहिले राम्रोसँग बुझ्नुस् है। यो 6 छ 0 छ हैन भनेपछि के छ हाम्रो अगाडिको लिने भने 06 छ
अब यहाँबाट है तपाईको के छ ल यो 06 बाट है 06 बाट तपाईको मार्केट ल हेर्नुस् कतिमा गयो ल मानौं तपाईको 20 मा पुर्याइनु होला ल 20 मा गयो भनिसकेपछि कति पिप भयो राम्रोसँग बुझौं है यो बुझेन भने काम छैन त्यही भएर अलिकति राम्रोसँग बुझ्ने प्रयास गर्नुस् हैन तपाईको के भयो यहाँ अझ एकचोटी म अलिकति यसलाई अलिकति हल्ला क्लियर गर्ने गरेर भनिदिन्छु यसलाई यसरी भन्दाखेरि फेरि यो उ गर्नलाई उ होला अलिक कन्फ्युजन होला हैन ल हेरौँ है 35500 देखि 36000 भनेपछि यहाँदेखि यहाँसम्मको कति पिप हो ल अघि भनेकोमा हजुरले यो कतिको मिलाउन सक्नुहुन्छ हेरौँ त एकचोटी है मैले के भने यहाँ 1 2 3 4 यसमा 4 नम्बरमा 0 छ यसमा 4 नम्बरमा 0 छ त्यो भन्दा अगाडिको हेर्दाखेरि के छ 3600 छ भने यहाँ तपाईको 3550 छ हैन यो लास्टको चाहिँ हाम्रो के भयो यो चाहिँ पिपेट भन्छ यसलाई लिँदैन हामीले है 4 नम्बरमा त लिन्छौं 4 नम्बरको भन्दा अगाडिदेखि हेर्छौं भनेपछि के छ यहाँ हाम्रो मार्केट अगाडिको 1 सेम छ यतापट्टि 3 पनि सेम छ यता 600 छ यता 550 छ भनेपछि कति पिपले बढ्यो यहाँबाट यहाँ कति पिपले बढ्यो स्केलमा यहाँ देखाउँछ यो 53 यहाँ यो नाप्दाखेरि भएको यो भनेको कति पिप हो 550 देखि 600 भनेको 50 पिप हो है मार्केटमा चाहिँ के छ हामीले यहाँ त्यस्तो पोइन्टमा बढेको भने जस्तो वहाँ चाहिँ के छ पिपमा बढ्यो हैन तपाई के छ मेरो क्वार्टरको पिपको गोल यति छ मलाई चाहिँ के छ हप्तामा तपाईको यसमा हप्ताको गोल राख्न मिल्छ हप्तामा मलाई केही नभए नि 50 पिप चाहियो भन्न पाइन्छ यसमा 20 पिप भन्दा बढी रिस्क गर्दिन भन्न पाइन्छ अब त्यो त पाइन्छ अब कसरी हेर्ने भने थाहा भएन भने चाहिँ फेरि के हो पिप भनेको है पिप भनेको के हो पर्सेन्टेज इन पोइन्ट है यसको हामीले स्टार्ट कसरी गर्छौं पहिलो नम्बरलाई छोडेर त्यो पछिको 4औं नम्बरको डिजिटबाट चाहिँ हामीले स्टार्ट गर्छौं अब जस्तै हैन जुनमा पनि यही हो है राम्रोसँग हेरौं राम्रोसँग जस्तै अब म तपाईहरुलाई यो स्टक मार्केट देखाउँछु है यो करेन्सीको चाहिँ यसरी हेर्ने भयो स्टक मार्केटको पनि हेर्ने कुरा चाहिँ त्यही नै हो जस्तै के छ अहिले 24771 छ पहिलो डिजिट भनेको के भयो 2 भयो यो पछिको 4औं नम्बरमा के छ 4771 छ भनेपछि 1 बाट स्टार्ट गर्नु पर्यो के हामी भन्न खोजेको हो तपाईको के छ अहिले 471 छ ल राम्रोसँग हेरौँ है तपाईको मार्केट अहिले के छ 471 ल 400 यो 70 राखौं अहिले हैन यसमा 70 भयो अब के छ मार्केट आयो तपाईको 571 मा आयो भने ल 771 को मार्केट 571 मा आयो भने कति पिप भयो क्याल्कुलेट गर्नुस् त एकचोटी अब यहाँ स्केलमा गर्ने यहाँ देखाउँछ यहाँ 198 देखाछ भनेको के हो 571 देखि 771 भनेको 200 पिप हो यो एकदम किन काम लाग्छ भन्दा तपाईको एभरेज एक दिनमा कति पिप हिँड्छ त्यो थाहा हुनु पर्छ के एभरेजमा कति पिप हिँड्छ स्टप लस हाल्दाखेरि पिपले कसरी हाल्ने टेक प्रॉफिट लिँदाखेरि पिप अनुसारको टार्गेट कसरी लिने एक हप्तामा कति पिपले हिँड्छ त्यो कुरा थाहा हुनु पर्छ अनि कति पिपले हिँड्छ थाहा नभइकन यतिकै एउटा हरियो देख्यो नेप्सीमा अस्ति उफ्रियो रातो देख्यो टाउको समाएर बस्यो त्यसरी चाहिँ काम छैन यहाँ है त्यसकारण चाहिँ पिपको भ्यालुहरु एकदम इम्पोर्टेन्ट हुन्छ मैले भनेको कुराहरुलाई गएर एकचोटी डिफाइन गर्नुस् अब मैले यति भनिसकेपछि अब यो बाहेक अरु कुरा चाहिँ हजुरले आफै हेर्न सक्नुहुन्छ है अब हामीले के भयो अब एकचोटी डिफाइन गरौँ सायद आजको भिडियो यति नै हुन्छ पिपको कुरा गरियो डेमो अकाउन्ट है धेरैलाई डेमो अकाउन्ट कसरी खोल्ने भन्ने छ तपाईको सिम्पल छ है हामीले के गरौँ सुरुमा ट्रेडिङ भ्यूकै तपाईको खोल्नु भने यो ट्रेडिङ प्यानल भनेर आउँछ ट्रेडिङ प्यानलमा क्लिक गर्नुस् सिम्पल पेपर ट्रेडिङ जानुस् मेरो खोलिरहेको भएर मैले डाइरेक्ट कमेन्ट गर्न मिल्यो हजुरको चाहिँ के छ यहाँनिर गएर तपाईलाई कति ब्यालेन्सबाट स्टार्ट गर्ने त्यो देखाउँछ अनि यसबाट के गर्न मिल्छ बाइ सेल गर्न मिल्छ त्यो बाइ सेलको कुरा चाहिँ पछि हेरौँला अहिले चाहिँ सिम्पल डेमो ट्रेड पहिला पेपर ट्रेडमा हजुरले जबसम्म प्रफिट देखाउन सक्नुहुन्न तबसम्म रियल मार्केटमा त्यो छिरेर कामै छैन के है आजसम्म मलाई यो धेरै टाइम अरु भन्दा धेरै टाइम किन लाग्यो किनभने फोरेक्स भनेको तपाईको एभरेज टाइम भनेको 2 देखि 3 वर्ष हो कमाउनको लागि है तर मलाई अलिकति धेरै टाइम किन लाग्यो भन्दाखेरि तपाईको मैले के गर्ने सधैं होप ट्रेड गरे के एउटा हुन्छ होप ट्रेड एउटा हुन्छ डेटा ट्रेड सुन्नुस् है मैले गरेको गल्ती हजुरले गर्नु भन भने 6 महिना प्रफिटेबल म लेखेर दिन्छु म बनाइदिन्छु तर मैले गरेको गल्ती नगर्नुस् है एक नम्बरमा होप ट्रेड दुई नम्बरमा के भयो डेटा ट्रेड हैन डेटा ट्रेड भने के हो तपाईसँग के छ पेपर ट्रेडिङमा प्रफिट छ ब्याक टेस्टमा प्रफिट छ दुईटा है ब्याक टेस्टमा प्रफिट को हिस्ट्री छ र पेपर ट्रेडमा प्रफिट को हिस्ट्री छ त्यो स्ट्र्याटेजीमा भने तपाई अब के छ
सिधै लाइभ मार्केटमा गएर मजाले ट्रेड लिन सकिन्छ। अब मैले ब्याक टेस्टमा राम्रोसँग गर्थिनँ, 1-2टा 10-12 गर्थेँ छोडिदिन्थेँ। पेपर ट्रेड पनि मैले त्यति राम्रोसँग गर्थिनँ, 10-12 गर्थेँ छोडिदिन्थेँ। अनि सिधै होप ट्रेड भनेको के छ, आफ्नै एउटा स्ट्राटेजी बनायो, ब्रेक एन्ड रिटेस्ट भन्यो, अनि जुन मार्केट यसमा आएको देखाउँछ त्यही नै लियो, अनि सधैँ 2-3टा कहिले कहिले कमाइन्छ, 3-4वटा पनि लगातार मिल्छ, अनि त्यसपछि फेरि सबै मार्केट तानिदिन्छ। किन भन्दा यो मार्केट तपाईँको लागि बनेको त होइन है। त्यही भएर यो गल्ती गर्नुभयो भने तपाईँलाई 6 वर्ष के अरे यो 4 वर्ष 5 वर्ष 6 वर्ष होइन, तपाईँलाई 10 वर्ष 15 वर्ष गरे पनि तपाईँलाई हुनेवाला केही पनि छैन। जति सक्दो छिटो यो रियलाइज गर्नुहुन्छ त्यति सक्दो छिटोहरूले कमाउनुहुन्छ। त्यही भएर गरे यसरी ट्रेडिङ प्यानलमा जाने, पेपर ट्रेडिङको एउटा एकाउन्ट बनाइहाल्नुहोस् होइन। ब्याक टेस्ट गर्ने कसरी, के गर्ने कसरी चाहिँ म त बिस्तारै अरू भिडियोमा भनौँला। डेमो ट्रेडको कुरा पनि भयो आज, पिपको कुरा पनि भयो। पिप भनेको धेरै इम्पोर्टेन्ट छ तपाईँको। यो जस्तो युएस टेक एक दिनमा कति पिप हिँड्छ, US 500 कति पिप हिँड्छ, युरो USD कति हिँड्छ, GBP कति हिँड्छ, त्यो थाहा हुनुपर्छ है। त्यही भएर पिपको कुराहरू अझै मजाले हेर्नुहोस्। अनि जिरो लाइन र स्टेप लाइनको मार्केट भइहाल्यो। अझ कस्तो मार्केटमा छिर्दै हुन्छ मैले त्यो भनिहालेँ है। अरू बाँकी कुरा चाहिँ अब अर्को भिडियोमा गरौँला। आजलाई यति नै, धन्यवाद।